नमस्ते सबैजनालाई। मैले चाहिँ हिजो टर्कीलाई डिबोन गरेर ओभनमा रोस्ट गर्न हड्डीलाई हालिदिएको थिएँ। आज चाहिँ मैले स्टक र सस बनाउन गइरहेको छु। स्टकको लागि चाहिँ 50% ओनियन, 25% सेलेरी र क्यारोट्स हालेर चाहिँ एउटा भाँडामा बसालिदिएँ सते गर्नलाई। अनि ब्ल्याक पेपर हालेँ। त्यसपछि गएर यो हर्स ओइल बनाउँदाखेरिको पार्सली स्टिम हालेँ, सते गरेँ। एउटा गार्लिक लिएर हालेँ, रोसमेरी थाइम पनि हालिदिएँ। त्यसपछि गएर त्यसमा चाहिँ मेरो बोन रेडी भइसकेको थियो। बोनलाई हालेँ। त्यसपछि बोन फ्लेभर त्यो ट्रेको फ्लेभरलाई पनि स्क्रैप गरेर हालेँ। चिसो पानी हालेँ। त्यसपछि गएर त्यसको फ्याटहरू अननेसेसरी फ्याटहरूलाई स्किम गरेँ। स्किम गरेपछि हाफ रिड्युस गरेर स्ट्रेन गरिदिएँ। त्यसपछि टर्कीलाई ऱ्याप गरेर राखेको थियो, त्यसलाई स्ट्रिङले मजाले टाइप गरेँ। फेरि फ्रिजमा छोडिदिएँ। प्यान बसालेँ। प्यानमा चाहिँ गार्लिक, स्यालोड्स, त्यसपछि गएर हर्ब्स हालेर रिडक्सन गरेँ रेड वाइनलाई। स्टक हालेँ। त्यसपछि गएर रिड्युस गरेँ। त्यसपछि गएर बटर हालेँ। हेर्नु त मेरो सस कस्तो राम्रो भयो। म भोलि यसको प्लेटिङ गरेर देखाउँछु। हस्, धन्यवाद।